वास्तुशास्त्र के हो, यो कहाँबाट आयो अनि यसलाई किन फलो गर्ने भन्ने बारेमा आज कुरा गरौँ। इनिसियल्ली वास्तु चाहिँ ओरिजिनेट भएको चाहिँ इन्डियाबाट हो। यसले चाहिँ एन्सियन्ट इन्डियन आर्किटेक्चरको कुरा गर्छ, जसले बिल्डिङमा तपाईँको किचन कहाँ राख्ने, लिभिङ रुम कहाँ राख्ने, डाइनिङ कहाँ राख्ने, स्टेयरकेस कहाँ राख्ने, टोइलेट बाथरुम कहाँ राख्ने, होइन, यिनीहरूको प्लेसमेन्टको कुरा गर्छ कि बेसिकल्ली। र यसको मेन थिम चाहिँ के हो भन्दाखेरि यसले के बारेमा कुरा गर्छ त भन्दाखेरि सुरुमा त यसले हाम्रो प्रकृतिमा 5वटा तत्त्वहरू छन् भन्छ कि। जस्तै पृथ्वी, जल, तेज, वायु अनि आकाश। पृथ्वी जहाँ हामी टेकिरहेछौँ, हामी उब्जनी गर्छौँ, खाद्यान्न उब्जनी गरेर आउँछौँ, त्यसको बारेमा कुरा हो। अनि त्यसपछि जल भनेको हामीले पिउने पानीको कुरा हो। अनि त्यहाँदेखि तेज भनेको चाहिँ फायर हो, जसलाई हामी खाना पकाउन प्रयोग गर्छौँ। अनि त्यसपछि वायु भनेको ब्रह्माण्डमा अथवा प्रकृतिमा डिफ्रेन्ट टाइपको ग्यासहरू हुन्छन् र हामीलाई अनिवार्य चाहिने ग्यास भनेको अक्सिजन हो र त्यो अक्सिजनको बारेमा कुरा गरे हो। अनि त्यसपछि आकाशको कुरा भनेको लाइटको कुरा हो अनि एउटा एम्प्टी स्पेसको कुरा हो। र यिनै तत्त्वहरू हाम्रो शरीरमा पनि छ भन्ने छ कि, होइन। जस्तै पृथ्वी भनेको के हो, यो हाम्रो शरीरलाई पृथ्वी मान्यो, होइन। त्यसपछि जल भनेको के भयो, हाम्रो शरीर 70% वाटरले बनिएको छ भनिन्छ, होइन। लगभग एराउन्ड एभरेजमा 60%देखि 70% वाटरले बनिएको छ, त्यसको कुरा हो। अनि तेज भनेको फायर भयो नि त। फायर भनेको के होला जस्तो लाग्न सक्छ, होइन। यसले चाहिँ हाम्रो टेम्परेचरको कुरा गरे हो क्या, हाम्रो शरीरमा भएको टेम्परेचर। अनि त्यसपछि अर्को वायु भनेको हामीले लिने अक्सिजनकै कुरा हो, होइन, वायु भनेको। त्यसपछि आकाश भनेको हाम्रो शरीरमा भएको एम्प्टी स्पेस, होइन, अथवा हाम्रो जुन भोइस निस्किन्छ नि त्यहाँभित्र एउटा एम्प्टी स्पेस हुन्छ भन्ने कुरा गर्छ कि, है। यिनै तत्त्वहरू छन् कि हामीसँग पनि तिनै 5वटा तत्त्वहरू छन्। हाम्रो शरीर पनि त्यही तत्त्वहरूले बनेको छ र नेचर पनि त्यही तत्त्वहरूले बनेको छ। र यी दुईवटा तत्त्वहरू जुन छन्, यी 5वटा तत्त्वहरू छन्, हामीसँग पनि छ, नेचर पनि छ, सँग पनि छ। तिनीहरू दुईवटालाई ब्यालेन्स गरेर लान सकियो भने हाम्रो जीवनमा हामीले सुख, शान्ति र समृद्धि पाउँछौँ भन्ने कुरा गरे हो। र अब दोस्रो कुरा चाहिँ यसले इनर्जीको कुरा गर्छ कि, भनेको इस्टतिरबाट के आउँछ त, एउटा चाहिँ जीवन निर्वाह गर्न सकिने टाइपको इनर्जी आउँछ भनेको लाइफ फोर्स एनर्जी छ। र नर्थबाट के आउँछ, इलेक्ट्रोम्याग्नेटिक इनर्जी आउँछ। अर्थको नर्थ र साउथ पोल भने जस्तै एउटा म्याग्नेटिक इनर्जी आउँछ। र त्यो इलेक्ट्रोम्याग्नेटिक एनर्जी र हाम्रो लाइफ फोर्स एनर्जी चाहिँ 45 डिग्रीमा कोइन्साइड भएर एउटा कमन एनर्जी आउँछ। र त्यो कमन एनर्जीलाई चाहिँ हामीले चाहिँ कुनै ठाउँमा रिटेन गरेर राख्नुपर्छ भन्ने कुरा गरेको छ कि। बेसिकली दुईवटा कुरा गरे हो, 5वटा तत्त्वको कुरा गऱ्यो अनि त्यसपछि एनर्जीको कुरा गऱ्यो, है। यति दुईवटा कुरा गरेको छ। अब यस्तै वास्तुशास्त्र बारेमा जानकारी लिन चाहनुहुन्छ भने मलाई फलो गर्न सक्नुहुन्छ।